बढ्ने त्यो युगमा लाग्यो अब ताला शैक्षिक विकासको नयाँ सारथी एआईको पाला। महोदय, अब एआईको पाला। यस सवालका निश्चित विवेकी निर्णायक मण्डल न यो जस्ता खुक्रा विद्यार्थीलाई स्याउ जस्तो रसिलो बनाइदिनु हुने हाम्रा आदरणीय गुरुवर्गहरू, कम्मर कसेर हातमा पुरस्कार र निधारमा विजयको तिलक पहिरन पर्खिबस्नुभएका मेरा प्रतिस्पर्धी मित्र एवं सम्पूर्ण श्रोताबिन्दा र महानुभावहरूमा मेरो हार्दिक नमन। म सम्पदा काफ्ले, रिलायन्स इन्टरनेसनल एकाडेमीको कक्षा 10मा अध्ययनरत छात्रा आज हजुरहरूको सामु यस गरिमामय मञ्चमा शैक्षिक विकासमा एआईको महत्त्व शीर्षकमा आफ्ना प्रभावकारी विचारधारणा राख्न गइरहेकी छु। आदरणीय निर्णायक मण्डलको अनुमतिसँगै सुरु गर्न चाहन्छु। धन्यवाद। शैक्षिक विकासमा एआईको महत्त्व, यस शीर्षकलाई मैले निकै गम्भीर तरिकाले लिएकी छु र दुई भागमा विभाजन गरी अघि बढ्न चाहे। एक हो शैक्षिक विकास र अर्को एआई। महोदय, मानिसको जस्तै सोच्न, सिक्न, विश्लेषण गर्न र बुझाउन सक्ने प्रविधिलाई कृत्रिम बुद्धिमत्ता अर्थात् एआई भनेर चिनिन्छ। आज यही एआईले नै हामी जस्ता भविष्यका कर्णधार विद्यार्थीलाई नैतिकता र सृजनशीलताको बाटोमा हिँडाउन मद्दत गरिरहेको छ, शिक्षा दिइरहेको छ, शैक्षिक क्षेत्रको विकास गरिरहेको छ। यहाँ उपस्थित सम्पूर्णमा म एकपल्ट आफ्ना नेत्र बन्द गरेर हाम्रो परम्परागत शिक्षा प्रणाली सम्झिन अनुरोध गर्दछु। सम्झिनुहोस् त कस्तो थियो। घोक्ते विद्या प्रत्यवाय अर्थात् परीक्षाको अघिल्लो दिन रातभरि घोक्यो, परीक्षाको दिन त्यही रटेका कुरा लेख्यो र परीक्षा सकिएपछि दिमागै सफा, केही पनि यादै नहुने। कतिपय अवस्थामा त हाम्रो शिक्षा प्रणालीले हामी विद्यार्थीलाई रोबोट बनाउन खोजेको पनि आभास हुन्छ। तर विडम्बना हेर्नुहोस् न, आज साँचो एआई र रोबोटले नै हाम्रो शिक्षा प्रणालीलाई वास्तविक मानवीय र व्यावहारिक बनाउन आइपुगेको छ। यही 2-3 वर्ष अघिको कुरा होला। म र मेरा साथी आफै परीक्षा आउन साथ डराएर हे पशुपतिनाथ पास गराइदियो है भन्दै हिँड्थ्यौँ। आज हामी विद्यार्थी नै हे एआई, हे च्याट जिपिटी, हे जेमिनाई मलाई गणितको यो प्रश्न प्रष्ट पारिदेऊ भन्छौँ। अनि अचम्मको कुरा के थाहा छ महोदय, भगवानले त अलि ढिला सुन्नुहुँदो रहेछ, तर एआईले 3 सेकेन्डमै जवाफ दियो। अब भन्नुहोस् त शैक्षिक विकास भनेको यही सहजता र गति होइन र? आदरणीय निर्णायक मण्डल, एआई एउटा सफ्टवेयर मात्र होइन, यो शिक्षा क्षेत्रको लोकतान्त्रिकरण हो। हाम्रो नेपाली कक्षा कोठामा लगभग 40 जना विद्यार्थी होलान्। गुरुले सबैलाई एकैचोटि पढाउनुहुन्छ, कसैले छिट्टो बुझ्लान् त कसैले ढिला बुझ्लान्। तर एआई चाहिँ यस्तो गुरु हो जसले हरेक विद्यार्थीको बौद्धिक क्षमता अनुसार छुट्टै गतिमा बुझाउन सक्छ। यो वान साइज फिट्स अल पुरानो परम्परामाथिको ठुलो प्रतिवाद पनि हो। हाम्रा आदरणीय गुरुवर्गहरूले हाजिरी राख्न र कपी जाँच गर्नमै फुर्सद पाउनुहुन्न थियो। अब त्यो झन्झटिलो काम एआईले गरिदिन्छ। अनि हाम्रा आदरणीय गुरुहरूले हामीलाई नैतिकता र सृजनशीलता सिकाउन समय पाउनुहुन्छ। हामी अहिले 21औं शताब्दीमा बस्छौँ, सपना डिजिटल नेपालको देख्छौँ। तर शिक्षा प्रणाली भने 19औं शताब्दीको जस्तो चक्र डस्टरमा मात्रै सीमित राखेर हुन्छ? पक्कै पनि हुँदैन नि महोदय। प्रविधिको उज्यालो कक्षा कोठामा पुगेपछि पो शैक्षिक क्षेत्र विकास हुन सक्छ त। फेरि समाजमा कतिजना व्यक्तिहरू यस्ता पनि हुन्छन् जसलाई यस दृष्टिकोणबाट सङ्कोच हुन्छ। उहाँहरू भन्नुहुन्छ ए एआई आएपछि त विद्यार्थी बिग्रे, सबै होमवर्क एआईबाटै सार्छन्, के सिक्थ्यो र, यो एआई नै खराब। तर म ती आलोचकहरूलाई प्रश्न गर्न चाहन्छु, के जब बजारमा क्यालकुलेटर आयो मानिसले गणित गर्ने छाडे? के जब बजारमा गुगल आयो मानिसले पढ्ने छाडे? एआई आफैमा खराब होइन। एआईलाई हामीले सदुपयोग गर्न सके शिक्षा क्षेत्रको विकास गर्न सक्छौँ। कृत्रिम बुद्धिमत्ताबाट हामीले शैक्षिक क्षेत्रलाई माथि पुर्याउन सक्छौँ, हाम्रो नेपालको उज्जवल भविष्य बनाउन सक्छौँ। प्रविधिलाई सरापेर होइन, अङ्क हालेर मात्रै शैक्षिक क्षेत्रलाई विकास गर्न सक्छौँ। महोदय, हामी सबैले आफ्नो दैनिक जीवनमा पनि एआईको प्रयोग गरि नै रहेका छौँ। एआईलाई हामीले दुरुपयोग गर्ने होइन। समाजमा फेरि कतिपल्ट नैतिक चेतना गुमाएर मानिसले चरित्रहरण पनि एआई प्रयोग गरेर गइरहेका हुन्छन्। तर त्यस कुरालाई मध्यनजर गर्दै सरकारले यस विषयमा ध्यान आकर्षण गर्दै यस्ता गतिविधि रोकेर एआईलाई शैक्षिक क्षेत्रको उज्जवल भविष्यका लागि लम्क्याउनुपर्छ। अन्त्यमा म आफ्नै छोटा नाराका साथ आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। परम्परागत गफ धेरै भयो, अब काम चाहिन्छ। परम्परागत गफ धेरै भयो, अब काम चाहिन्छ। शिक्षामा विकासका लागि एआईको साथ चाहिन्छ। महोदय, एआईको साथ चाहिन्छ। धन्यवाद।